मर्निङ साथीहरू के छ सुत्दै होला के अरे सबैजना होइन हामी जान रेडी भइसक्यो अब ट्रेक जाने कि राइड जाने भन्ने कुरामा कन्फ्युज हो केटाहरू 4 जना भइसक्यो अब ट्रेक गइन्छ होला आज कहाँ जाने भनेर अब यो हिमाल भाइ सुतेर फेरि टिस सुतेको सुते बल्ल उठेकोस् बाबु यस्तो अझ हिजो राति मैले मेसेज गरेको 4 बजीसम्मको अलार्म छ अरे 1 बजी सुतेको दाइ हिजो यस्तो साथीहरू अब चाहिँ हामी गइन्छ अब सन्देश दोस्तले ह्यान्डओभर गर्छन् बाटोमा सब ब्लग हेर्नु होला टक्क रमाइलो हुन्छ आज ढुक्क ओके सन्देश दोस्त लभली भाइब्स ल दामी ल पछि पछि रमाइलो भइरहेको रमाइलो त के भन्ने भर्खर स्टार्टिङ हुँदैछ अब एक्साइटेड छौँ अब ट्रेकको लागि मधेकोलाको बाटो यसो हेर्दै गरौँ है त ल त्यहाँ अगाडि चेकिङ बस्थ्यो अरू बेला चाहिँ होइन बेलामा कम्पनी राम्रो खाले कम्पनी चाहिँ यहाँ चाहिँ अब के हुँदैछ भन्दा मिठो राइड हुँदैछ अरू चाहिँ केही होइन जसले मिठो राइड हाल्दैछ है आनन्द जाने साथीहरू एकदम इजी के किन कुदाउनु पऱ्यो र गन्तव्य त्यही हो बरु ढिलो जाउँला एकदिन धेरै बसौँला तर आनन्द जाने हो कि सेफ जाने सही हो बाटो चाहिँ यस्तो छ कि यतातिर कि फेरि रक्की राखिदिने फेरि केटा हो यो चाहिँ हाम्रो लाने कुरा छ त्यहाँबाट छ भने आम साथीहरू सबैजना यहाँ फेरि चिया हो यहाँ फेरि चिया खाना पनि अब मन्दिर छ मन्दिरलाई ढोकेर जाँदा पछि त हामी अब गाई सबै केही भेट्नेसम्म वालिङ छिरेपछि है त त्यहाँ हामी चाहिँ अहिले यो ठाउँको खोलिसिन्छ यसो कमेन्ट गर्नु पऱ्यो है त ल कहाँ कहाँबाट हेर्दै सबैजनाले अहिले चाहिँ हामी घुम्रे आइसकेको छौँ होइन घुम्रे एन्टर अलिअलि बाँकी छ है उयो चाहिँ अब के भन्छ केही नि हुन्न हेर त यसो बजार देखाइन्छ त्यही हो यहाँ चराहरू मिठो बसिरहेको रहेछ चाडमा हिँडिरहेको छ अझै पनि हामी पछाडि बिन्दास हाम्रो नि एकदिन आउँछ बाङथाङको भ्लग बनाएको छ अनि फेरि यहाँ के पुरा मिस भइरहेको भने सुभाष दोस्रो बिन्दु एकदम सम्झेको हुन्छ है केटा दर्शन गर्दै हामी चाहिँ अहिले कहाँ यो जैसी पदेर आयो कि डुम्री पदेर आयो डुम्री पदेर आइसकेको रहेछ भने हामी चाहिँ अहिले चाहिँ
सोरुम छ यहाँ यता सब सोरुम पसलहरू चाहिँ धेरै छ यतातिर चाहिँ यहाँ चाहिँ हाम्रो चिया घर खुलेको केटा है यहाँबाट भित्र अलि उता गएपछि त्यहाँ चाहिँ चिया घर छ है वालिङको चाहिँ यहाँ चाहिँ अहिले साथीहरू हामी चाहिँ अब सिधै पेट्रोल हाल्नु गएर भिडियो बनाउँछौँ है त लु हामी चाहिँ अहिले यहाँ पेट्रोल पम्पमा आइसकेको छौँ अब पेट्रोल हालिन्छ त्यसपछि रक्कु इन्जोय छ केटाहरू कस्तो भइरहेछ केटाहरूको फेरि चल मलाई छुट्टै केटाहरू डोकी दुख्छ कि चाहिएको होइन यहाँबाट पेट्रोल हालेर चाहिँ सिधै लागिन्छ है त यसो हेर्दै गरौँ एकछिन डर्छु फुल हाल्नु त होला नि है पेट्रोल अब यहाँ फुल हालेर यहाँबाट चलिस लभली लभली हेर्दै क्लट मिर्तीको फुलो दाइ फुलो हाल्नु मिर्तीको भू लभली है लभली हालिसक्यो कि पुरै अलिक गयो यहाँ स्मोकिङ ट्याक्स 1000को गयो त यहाँ चाहिँ खाली थियो कि पुरै कति लिएको ए ब्लक त भइरहेको नि यार ट्याक्सी यार मैले त अर्को अपले गरिदिरहेको भएन एकदम हजार के बारे गरिदिन्छु म डाटा अहिले कि डाटा अब के हो अब अहिले डाटा पनि छैन के पनि छैन के गर्ने अब एकछिन भेट्यौँ आइज त क्यासलेस पैसा दिन्छ अनि त्यस्तो भेट्यौँ आइज हामी चाहिँ अहिले मिर्तीबाट ट्याक्क हिँडिसकेको छौँ है त्यसपछि अब के भन्छ अब पेट्रोल पनि देखाएको चाहिँ होइन है यहाँ फोहोर भयो भने देखाएको चाहिँ होइन देखाएको चाहिँ अब रक्कु जाने जस्तो अब हामी भेटौँला हामी चाहिँ होइन अब बाटोतिर के छ कतिसम्म आउँदै हुन्छ नि बाटोतिर यस्तोमा आउँदै राम्रो भयो इन्जोय हेलो गाइस हामी चाहिँ अब कहाँ यो च्याङ्गाउन लगाइसकेको छौँ च्याङ्गाउन लगाइसकेको छौँ अब चाहिँ हामी चिया नास्ता खाएर त्यसपछि हामी चाहिँ क्रिस्टीको बाटो गइन्छ होला अगाडितर्फ लागिन्छ केटाहरू चाहिँ कहाँ खान थाहै छैन फेरि यार भेट्दा भइसक्यो केटाहरू कहाँ हो कहाँ यार हामी स्लोर आइरहनु आउँदा पनि भेटेको छैन बिल्कुलमा आउँदाखेरि पनि केटाहरू भेट्दै छैन केटाहरू कहाँ गयो थाहा छैन अब चाहिँ हामी यसो चिया चिया भन्दै गर्छन् चिया खाने बेलामा अझै एकछिन भेटौँ है त धानखोला आइयो हामी धानखोला बोला बोला इधर से केटाहरू यहीँ पछाडि छ पछाडि सुक्रिएछन् है
बाटोसम्म बाटो ठिक गयो भने चाक पनि देखाउनु नि त फेरि दोस्त होइन बाटो ठिक छैन उखारे त्यो चाकलाई मतलब त्यसमा परेको परेन हुन्छ त्यही माथि अब टिभी गरेर अलिक मोटो छ मात्र त्यो केटाहरू चाहिँ ट्राफिक देखेको डराउँछ उही ठिक हुन्छ त्यहाँ उही ठिक हुन्छ त्यहाँ भन्न सक्छ केटाहरू दामी छ है लाइसेन्स छैन दोस्तहरू हाम्रो पछाडि केटाहरू चाहिँ गाह्रो छ सिट चाहिँ हेर्नुपर्छ क्या त्यही किसिमको बाटो नै जाउँ हाम्रो गाडीले सिपी खाँदै आइसक्यो केटाहरू पछि पछि छ केटाहरूको राइड पनि हेरौँ है त एक लट गाडी सिनेमेटिकमा केटाहरू चाहिँ अघि लगाइसकेको छ हामी चाहिँ अब जाने बाटोमा गएर यस्तै भेटौँ है त ल सिटी चाहिँ अब फाइनल्ली कताको बाटो हामीलाई बिस्टीको बाटो है अब यो बाटो हिँड्न अगाडिको बाटो जान मन अलि झ्याउ मान्नुहुन्छ भने तपाईँहरू चाहिँ यता कति राइटतिर टर्निङ लिन सक्नुहुन्छ है त प्रहरी बिटको लगाएर प्रहरी साथीहरू चाहिँ यहाँ चाहिँ पुलिस सरहरू बेसी छ है तर कहिलेकाहीँ हामीलाई त्यो कुरामा चाहिँ अलि मजा लाग्दैन कि कुराहरू बुझ्नु पऱ्यो अब चिप कतिको छ थाहा लागेर सबलाई त्यही पछि यो त मजा बुढोले फेरि यता काटिदिइरहेको उसको अलि सुकाइदिइरहेको है त ल हामी चाहिँ अब सिधै अब हामी चाहिँ भ्लग चाहिँ उसमा भइरहेको छ वानमा हामी चाहिँ अब सिधै कता अरे हामी सायद एक ठाउँमा रोकिन्छ होला मोटरसाइकल बिच्चाको लागि नामले चौर है के अरे त्यहाँ रोकिन्छ त्यहाँ गएर चाहिँ भेट्नुपर्छ हो अनि एक ठाउँमा चिया अहिले चाहिँ मिठो पानी पऱ्यो है त अझै किस्को अझै पोखरा अझै 11 किलोमिटर छ यहाँबाट कस्तो भइरहेको त नि राइड पानी पऱ्यो कि पानी पऱ्यो पानी नै पऱ्यो कि दाया रेनकोट लगाउँदैछन् रेनकोटै ल्याएन दाया जसले पनि रेनकोट लगाउँदैछन् अब यहाँ मिठो एकछिन बसिन्छ त्यसपछि यसो बसेर चलिसकेको हुन्छ त्यसपछि सिधै पोखरा पुगेपछि ब्लगमा आइन्छ पछाडि पछाडि lovely huggy there is the guys lovely guys सानो भाइ
रहेछ है हिमाल सिमाल केही देखिएन कुहिरोले अब हेर्नुहोस् आवाज आयो होला ओ माई गड दिस इज फकिङ कुल भाइब्स के कुहिरो अब कुहिरोभित्र सिक्दैछ हामी चाहिँ गाइस मिठो दुखिरहेको ब्याग्स छ फेरि फर्की मात्रै यस्तो दुखाउँछ के फेरेको फेरि दुखाउने कि नयाँ चाहिँ गएर घर पनि दामी छ कि ठाउँमै दामी हो कि आज यो साँझ आउँछ कि त छिटै पुग्यो भने 5:55 आउँछ टाइम ट्याक्क राति 9 बजीतिर 10 बजीतिर आउँछ अपली है यसो हेर मैले यसो बजाएर हेरिदिउँ यसो है भाइरल हुन होइन कि यो हाम्रो मेमोरी भओस् न आफ्नो तरिका लामा मैले उसले सम्झेको उसले सम्झ्यो भन्थ्यो पछाडि त्यस्तो गाडीमा चढ्ने होला यता सुन्तला चाहिँ धोपी फल्छ फेरि सुन्तला बाटो पनि साँगुरो फल्यो यतातिरको फेरि बसिरह्यो भने रोक्नुपर्छ साइडमा ऱ्याएको साइड लगाएर ल अहिले हामी चाहिँ अब यस्तो तलतिर गएर घुम्न लागेको थियो केटाहरू कहाँ गएको भयो सन्देश जस्तो कस्तो भइरहेछ लभली भयो नि केही केटा हामी त्यहाँ पोखरा कस्तो लाइट बढ्यो त्यस्तो चाहिँ बाहिरको मौसम पानी सानी परेर त्यही अब बाटोतिर गएर होइन त बाबु कपाल काट्ने बेला अहिले कपाल काट्ने बेला भेट्नु भन्छ बल्ल एक बिचमै छौँ अब के हुन्छ गर्नु बाटो अप्रोड सुरु भएपछि बल्ल आउँछ कि मेरो फेरि औँठीले ठिक छ तिमीले जानुपर्छ बढी हो है हामीलाई याद भएरै हो कि पहिलाको मेमोरीहरूलाई कल गर्नुपर्छ केही बस्ने है जस्तो बाटो सुरु भइसकेको छ अरू चाहिँ म यस्तो मासतिर गएर यस्तो बाटो आइसक्यो जस्तो देखाइदेऊ यही बाटो चाहिँ यस्तै छ भाङ्गै छ त्यहाँ गाडीमा आउने भनेको अब साधन कता राख्ने टुरिस्ट साधन भन्ने भयो पोखरातिर राख्ने ठाउँ जस्तो थियो तर राखेर फेरि बस स्टेसनमा आएर घोडा दर्शन गर्नु भन्दा कपटी हान्ने पनि कुरा हो सिक्नेस गएर कपटी हान्ने भन्ने कुरो चाहिँ हाम्रो हो अब हेरौँ कस्तो के छ हुन्छ बाटोले दिइरहेको छ अब नयाँ एन्टरको लास्ट दुखाइ लास्ट दुखाइ म एकछिनमा भेट्नु गाडी म लास्ट सकिनु खप्ने छ भर्खर यो खोला तर्यौँ कस्तो भयो लभली भयो होइन केटाहरू अब तर्दैछ लभली केटाहरू आउँदैछ लभली बाफ उडिरहेको बाफ ब्यागै चिसो भइसक्यो यस्तै छ केटा बाटो चाहिँ बल्ल एउटा खोला तरियो अब यस्तै 3-4 वटा लभली रे गोल्डी छ गोल्डी यहाँ हेर न लभली भइरहेको यहाँ चाहिँ पानी पनि पऱ्यो पानीको सुदान चिसोले हानेर के फुल लाउनु पर्छ कि कपडा त
मजा आयो बल्ल एउटा खोला तर्दियो फाइनली गाइस हामी चाहिँ अब यहाँ खोला तर्न आइसकेको छौँ लभली झर्ना झरिरहेको छ यहाँ माथिबाट गएको चाहिँ के भन्ने वा हो भनौँ खोलाको चाहिँ यस्तो छ बहाव यतापट्टि पनि झर्ना छ है फेरि लभली भाइबमा झर्नासित उमेर भएको समाज हामी चाहिँ प्रकृतिमा रमाउँदै हो कि साथीहरू आफ्नो नेचरलाई इन्जोय गर्दै इन्जोय गर्दै रमाउँदै आफ्नै दुनियाँमा छ कुनै टेन्सन छैन हिँडिरहेको लभली भाइ चाहिँ आजको गन्तव्य हाम्रो सिक्रेटतिरै हुन्छ होला त्यसपछि चाहिँ अब कता गइन्छ के गरिन्छ भोलितिर आउँछ क्या बाटोको के छ कसो छ हेर्दै जाउँ ल्याउ फेरि वाइल्ड लागिरहेछ कि पानी बगेको बग्यो भएर बाटो भरि सब ल्याउनै ल्याउँछ आनन्द दाजुसँग हामी त्यस्तो नासी ब्याट्समा गइन्छ अब ओह्रालो लागि फेरि गाँड भएको छ आउँदैखेरि ज्ञान थाप्छ कि अझ आउँदा त शरीरले त्यसै पाउँछ शरीरलाई पनि चिज हामीले लियो क्या अगाडिको भ्यू हेर्न सकिन्छ है जग्गाहरू भेट्नुपर्छ है त गाई यहाँ चाहिँ बाटो ब्लक रहेछ होइन पुरा हो गाह्रो छ गाह्रो पऱ्यो लाग्छ अरूपट्टि भ्याकुले खन्दैछ बाटो पछाडि केटाहरू छ यो कति बेला खन्ने हो कति बेला सक्ने हो त्यसको बल्ल मेहनत भनेको यस्तो हुनुपर्छ है मेहनत गरिरहेको अब ठ्याक्क निस्किने बेलामा भेटौँला है त केटा हो पुरै दुःख छ कि होइन सँगै बग्दैछ खोलासित बग्दैछौँ हामी त भ्याइसमा त्यहाँबाट पछाडि छ केटाहरू बजाले हेलमेट त लाउनुपर्छ यस्तोमा त होइन फलो ट्राफिक रुल्स एन्ड रेगुलेसन यो कटेको कटो हिलो नभइदियो हुन्थ्यो क्या अब हो यस्तो बाटो छ क्या अब एक दुई ठाउँ त्यो चिप्लीबाट अगाडि चल्दै पनि हामी त्यहाँ खोला यो फ्लावर तर्न पर्छ है फेरि लभली छ साधन यस्तो डुब्दिरह भने यस्तो निकाले लभली निकाले ल मेरो चाहिँ फर्स्ट ठिकै केटा हो दामी एउटा तरिसकेको छ एउटा बाटोको पालो
लभली हिलो छ लभली हिलो उता फसियो दोष फेरि कहाँबाट हिँडेर हेर नि वान मिस गेम फिनिस डट आउने ठाउँमा एन्टर हो कि लभली हिँड्न ल हिलो चाहिँ यहाँ उब्बर रहेछ है उब्बर हिलो यो बाटो त खिस्सा गाडी ल्यायो भने त फस्टिन्छ यहाँ लन्टिँदै आएछन् केटाहरू चाहिँ डाँडाबाट हाल है डाँडाबाट हाल डाँडाबाट बेसी छोडिन लभली एउटा सुकुम्बासी फेरि हिँड्दै आयो बाटो गाड छ अझै पनि यार पछाडिबाट आउँदैछन् केटाहरू दोस्ती आउँदैन लभली बिस्तारै अघि हिँड्दै गर्छन् बाटो लास्टै अवस्था चाकसाक सब दुखाएको छ यार त्यत्रो हिँड्ने होइन बनाएको चाकसाक दुखाएर यार बाटो चाहिँ हरि बिग्रियो है साथीहरू अगाडिको अगाडिको टायर गऱ्यो मिठो रहेछ बाटो चाहिँ लभली यहाँ चाहिँ झर्ना झरिरहेको झर्ना चाहिँ छोडेकै छैन त्यति आएको कस्तो मिठो झर्ना झरेछ है त्यहाँ छ मजा आइरहेको यो हो नि त अस्ति आयो भने बिन्दास भइरहेको होइन बाटो यस्तो भेजाएको बाटो त हो साइको भेजाएको उही आइछ अगाडि फेरि त्यहाँ घुम्किएन पुग्दै त्यहाँ गेट छ क्या गइदियोस् खबर राम्रो गरिरहेको छ छेउबाट बाटो दोस्ती त्यहाँबाट कहाँ हाल्दैन कुनाबाट हाल्नुपर्छ अरे यहाँ त होइन र उतिर हाल्छ यहाँबाट चाहिँ बाटो लास्ट अप्ठ्यारो बाटो लास्टै अप्ठ्यारो लभली राइट पछाडि केटाहरू आउँदैछ म चाहिँ हिँड्दैछु बिन्दास आफ्नै पारामा हिँड्दैछु म त के गर्ने यस्तै छ बाटो भेजा भएर ठिसा अब यो अरूभन्दा अरू त केही होइन ठिसा अब यो ठिसा हामी चाहिँ अहिले झर्नामा आउनु लागिसकेको छ लास्ट झर्ना गोल्डी झर्नामा आउनु लागिसकेको छ मेन सिक्लेसको
यही समयमा अब यहाँ देख्ने लभली साढे 7 हेर त कति प्रेसरमा झरेको जोसी हो तल त बरु खाँचेर हिँड्छ माथि यो प्रेसर खतरा झर्दैछ यस्तै साथीहरू झर्न चाहिँ लभली छ ठिक छ नि हेलो गाइस हामी चाहिँ अब फाइनली सिक्लेस आइपुगेको छौँ अब लभली भाइसमा लोडतिर पढ्दै लोडतिर मस्त भयो जियो ढिलो खेल्दै भनौँ यसलाई चाहिँ मिठो अट्याक हानिसकेको मलाई जुकाले यो जुकाले होमस्टेमा आइयो सर र केटाहरू यहाँ बसिरहेको छ एकछिनमा चाहिँ यताउति गरिन्छ खानासाना खाइन्छ सुतिन्छ अनि भोलि बिहान नै यसरी कल्कुलेट गरिन्छ सही केटा अब यत्रो बेरसम्म भ्लग हेर्थ्यौ रमाइलो गरिदियो जे हामीलाई चाहिँ रमाइलो भयो हेर्नुलाई के छ कसरी थाहा भयो हेरेको धेरै धेरै धन्यवाद अब भोलि चाहिँ भेट्नुपर्छ दामी